अब हामी बल र चालको अभ्यासमा क्वेश्चन नम्बर 5 को च को न्युमेरिकललाई सल्भ गर्दैछौँ। यसमा के छ भने चन्द्रमाको पिण्ड 7.342 into 10 को पावर 22 kg छ। पृथ्वी र चन्द्रमा बीचको औसत दूरी कति छ भने 3,84,400 किलोमिटर छ भने चन्द्रमाले पृथ्वीको प्रति किलोग्राम पानीमा लगाउने बल हिसाब गर। के दिएको देखियो भने चन्द्रमाको पिण्ड दिएको छ, चन्द्रमा र पृथ्वी बीचको दूरी दिएको छ र प्रति किलोग्राम पानीको पनि अर्को पिण्ड दिएको छ, वस्तुको पनि पिण्ड दिएको छ भनेपछि ग्रह र उपग्रहको पिण्ड दिएको छ, ग्रह र उपग्रह बीचको दूरी दिएको छ अनि वस्तुको पनि पिण्ड दिएको छ। लगाउने बल भनेको गुरुत्वबल पत्ता लगाउनु पर्ने, गुरुत्वबल वा गुरुत्वाकर्षण बल पत्ता लगाउन सकिन्छ। यसमा त के दिएको कुरालाई पहिला हामी संकेत गर्ने, ग्रह र उपग्रहको पिण्डलाई हामीले के संकेत गर्ने भनेको ग्रह र उपग्रहको पिण्ड भने यहाँ चन्द्रमा उपग्रह छ, उसको पिण्डलाई ठुलो एम कति दिएको छ रे 7.342 into 10 को पावर 22 kg। अब दिएको छ दूरी दिएको छ, पृथ्वी र चन्द्रमा बीचको दूरी डी संकेत गर्ने कति दिएको छ यसमा 384400 किलोमिटर। यसलाई मिटर बनाइदिने 384400 लाई 1000 ले मल्टिप्लाई गरेपछि मिटर भयो। कति हुन्छ यसमा अब 3844 मा दुईटा जिरो छँदै थियो, तीनटा जिरो थप्यो, मिटर बन्यो। दशमलव लास्टमा छ यसको, दशमलव हामी यहाँ 3 र 8 को बीचमा लानु पर्ने किनभने संख्यालाई दशमलव बनाउनु पर्छ। दशमलव लास्टमा छ, कहीँ छैन भने लास्टमा लेखिन्छ। कति बायाँतिर कति अंक सार्छौँ हामी 1 2 3 4 5 6 7 8 भनेपछि 8 डिजिट 3.844 into 10 को पावर 8 मिटर। यसलाई वैज्ञानिक संकेतनमा लेख्न सकिन्छ, किनभने लेख्नै पर्यो भने पनि ठुलो संख्या हामी डीमा राखेर क्याल्कुलेसन गर्दा धेरै ठुलो संख्यामा जान्छ, क्याल्कुलेसनमा हाम्रो मिस्टेकको सम्भावना बन्छ। अब के गर्ने, पृथ्वीको प्रति किलोग्राम पानी वस्तुको पिण्ड हेर त, यहाँ वस्तुको पिण्ड दिएको छ, वस्तुको पिण्डलाई हामी यसले पनि सानो यामले संकेत गरेको कति दिएको छ प्रति किलोग्राम भनेपछि 1 किलोग्राम पानी जुन छ नि यहाँ प्रति किलोग्राम भनेको 1 किलोग्राम। तीनटा मान दिएको देखियो। अब यहाँ बल पत्ता लगाउनु, बल भनेको के यहाँ गुरुत्वबल, गुरुत्व बल भनेर हामीले यहाँ बुझ्न सक्छौँ। गुरुत्वबल एफ पत्ता लगाउनु पर्ने, यसको लागि पनि गुरुत्वाकर्षण अचल राशि जी चाहिन्छ। के छ भने उसको 6.67 into 10 को पावर -11 न्यूटन मिटर स्क्वायर पर केजी स्क्वायर। अब के देखिन्छ भने यी सबै संकेत भएको सूत्र हामीले जुन पढेका छौँ यसमा गुरुत्वबलको के छ रे सूत्र F बराबर GMM अपॉन डी स्क्वायर। यो प्रयोग गरे पनि हो। वा हामी पृथ्वी र चन्द्रमा बीचको दूरीलाई के भन्छ F बराबर GMM अपॉन आर स्क्वायर भन्छ। आर पनि दूरी त हो, त्यो दुईटा व्यास दूरीकै रूपमा बुझिन्छ। वा हामी यो नप्रयोग गरेर पनि हामीले के गर्न सक्छौँ भने F बराबर GM1 M2 बाई डी स्क्वायर प्रयोग गर्दा पनि फरक पर्दैन। त हामी यही प्रयोग गरेको यहाँ हमेशामा बुझ्ने, यो कुनै पनि दुईटा पिण्ड छ M1 M2 गरेर जाने, दूरीलाई डी वा आर गरेर जाने मान राख्ने। के छ भने हामीले यहाँ जी को मान 6.67 into 10 को पावर -11 इकाइहरू लास्टमा लेख्छौँ हामी। ठुलो एम मान कति छ चन्द्रमाको पिण्ड 7.342 into 10 को पावर 22 डी स्क्वायर छ। यसमा हामीले राख्ने कति छ डी त यसमा 3.844
इंटू 10 को पावर 8 स्क्वायर छ भने यसको पनि स्क्वायर गर्ने। अब हामीलाई एकैचोटि क्याल्कुलेटरमा राख्न सक्छौं, क्याल्कुलेटरमा एकैचोटि राख्न सक्छौं, नत्र भने लामो तरिकाबाट पनि गर्न सक्छौं। एकैचोटि राखेर ट्राई गरौँ। पहिला हामी के छ एकैचोटि राख्ने तरिकामा 6.67 है त 6.67 इन्टु 10 को पावर -11 छ। यसको लागि शिफ्ट लग में जाने माइनस यहाँ यो माइनस थिच्ने 11 छ 11 लिने अनि इन्टु 7 पॉइंट कति छ 342 फेरि इन्टु 10 को पावर 22 छ। शिफ्ट लग में जाने 22 छ 22 लिने हामीले। अब यहाँ अपन छ भाग को चिन्ह लिने ब्रैकेट में के छ त तल ब्रैकेट यतातिरको लिने 3.844 3.844 इन्टु लिने 10 को पावर 8 छ। फेरि 10 को पावर को लागि मैले के सिकाएको छु शिफ्ट र लग थिच्ने 10 को पावर आयो कति छ 8 छ 8 लिने हामीले यसमा ब्रैकेट बंद गर्ने यसमा स्क्वायर दिएको छ स्क्वायर में जाने इक्वल टू थिच्ने कति आएर यसमा हेर्दा 33.1415 पावर कति दिएको छ -6 यो 10 को पावर लिने 10 को पावर -6 तो यति देखाएको छ। के देखाएको छ भने गुरुत्वबल अर्थ यो तरिकाबाट हामीले एकचोटि क्याल्कुलेसनलाई विचार गर्छौं। यहाँ के भनेको छ भने हाम्रो एन्सरमा के दिएको छ त त्यहाँ पनि जानु पर्यो। एन्सरमा यसको एन्सरलाई हामीले हेर्नु पर्यो एकचोटि। आंसर में क्या दिखाया गया था 3.314 इंटू 10 को पावर -5 आंसर दिएको छ। अब हामी यो आंसरसँग तुलना गर्दाखेरि के देखिन्छ यहाँ 33 पॉइंट आएको छ। मैले अघिल्लो नोमेक्लेचरमा पनि के सिकाएको थियो कि कुनै पनि यहाँ संख्यामा दशमलवलाई कुनै पनि संख्यामा दशमलवलाई बायाँतिर जति अंक पछाडि सारिन्छ त्यतिवटा 10 को पावर बन्छ। हेर्दा मैले के भनेको दशमलव एक अंक पछाडि सार्न लागेको 3.314 एन्सर सँगै मिलाउन खोजेको। तो एक अंक सार्दाखेरि के देखियो भने यहाँ 10 को पावर 1 आयो अनि 10 को पावर एन्सरमा कति आएको थियो -6 आएको थियो। दुईटा 10 मा पावर आयो सरल गर्दाखेरि 3.314 इंटू 10 को पावर एउटा में राख्दाखेरि के हुन्छ 1 - 6 तो -5 आयो यसमा। मैले के भनेको यहाँ 10 को पावर गुणनखण्डको अवस्थामा भएको हुनाले 1 - 6 मा 10 को पावर -5 आउँछ क्याल्कुलेटरमा गर्दाखेरि। तो यही यति आयो। यसलाई के भने हामीले गुरुत्वबल निकालेको यो न्यूटन इकाइमा देखिन्छ। यही थियो चमा आएको न्युमेरिकलमा इसको सल्युसन हामी यसरी निकाल्ने। इसमा नबुझेका केही कुराहरू छ भने कमेन्टमा लेख्दा हुन्छ। अब हामी यसमा अर्को न्युमेरिकल गर्दैछौँ 6 को 5 मा भएको छ नि 6 पछिका न्युमेरिकलको के छ रे 6 मा हामी हेर्ने। के छ 6 मा भनेको 6 मा भएको न्युमेरिकललाई हामी हेर्न लागेको। यसमा भनाइ के छ भने
चन्द्रमाको पिण्ड 7.342 into 10 को पावर 22 kg र अर्धव्यास 1737 किलोमिटर भनेपछि 1737 किलोमिटर छ भने यसको गुरुत्व प्रवेग निकाल्नु पर्ने। यो न्युमेरिकल अरूभन्दा अहिले धेरै न्युमेरिकल गरेको हामीले त्योभन्दा फरक किसिमको छ। यहाँ सबैमा अघि गुरुत्व बल र गुरुत्वाकर्षण बल निकाल्न भएको देखियो, यसमा गुरुत्व प्रवेग निकाल्नु पर्ने भने देखिन्छ। दिएको मानलाई सङ्केत गर्ने हामी ग्रह र उपग्रहको पिण्ड के छ यसमा दिएको छ। यसमा चन्द्रमाको पिण्डलाई हामीले ठुलो यमले सङ्केत गर्नुपर्ने। ठुलो यमले सङ्केत गर्ने के दिएको छ यसमा 7.342 into 10 को पावर 22 kg। अर्धव्यास दिएको छ। अर्धव्यासलाई हामीले आरले सङ्केत गर्दा हुन्छ। यहाँ के दिएको छ अरे 1737 किलोमिटर। अघि मैले भनेको हाम्रो सबै मानहरूको एकाइहरू केमा एसआई एकाइमा हुनु पर्यो। यो पिण्डको एकाइ एसआईमा दिएकै छ, तर यहाँ अर्धव्यास दूरी जुन छ नि किलोमिटरलाई मिटर बनाउनु पर्ने। किलोमिटरलाई मिटर बनाउनको लागि त हामीले 1000 ले मल्टिप्लाई गर्नुपर्छ। कति हुन्छ यहाँ 1 3टा 0 यसमा थप्यो। और वैज्ञानिक सङ्केतनमा यो सङ्ख्यामा लेख्नेलाई छोटोमा खण्ड पारेर 10 को पावरमा, किनभने आर हाम्रो न्युमेरिक सूत्रमा डिनोमिनेटरमा रहेको छ। कसरी लेख्ने त यहाँ हामीले दशमलव लास्टमा छ, यसको दशमलवलाई सार्नुपर्छ। त यो सङ्ख्यालाई दशमलवमा लेख्नुपर्ने। दशमलव कतातिर सार्ने त राइटतिर कि लेफ्टतिर सार्नुपर्छ, किनभने सङ्ख्या अहिले दशमलव पार्नको लागि यो सङ्ख्यालाई 1 भन्दा ठुलो र 10 भन्दा सानो पार्नु पर्यो। दशमलवको लागि सङ्ख्यालाई यहाँ 1 र 7 को बिचमा लानुपर्ने। कति अङ्क सार्नुपर्छ त 1 2 3 4 5 6 हेर्दा 1.737 ल्याउने 6 अङ्क सार्नु पर्यो। 6 अङ्क सार्दाखेरि 10 को पावर 6 मिलाउनु भनेको दशमलवलाई कुनै पनि सङ्ख्यामा बायाँतिर जति अङ्क पछाडि सारिन्छ, मैले यहाँ 6 अङ्क पछाडि सारेको त्यतिवटा 10 को प्लस पावर बन्छ। यदि दायाँतिर सार्यो भने त्यसरी माइनस पावर बन्छ। यहाँ हामीले प्लस पावर भनेको यसलाई हामी यसरी मिटरमा लेख्ने। अर्धव्यास यसरी लेखियो, दुईटा मान दिएको देखियो। चन्द्रमाको पिण्ड अर्धव्यास पत्ता लगाउनु पर्ने के चन्द्रमाको सतहमा गुरुत्व प्रवेग। यसबाट चन्द्रमाको पिण्ड र चन्द्रमाको अर्धव्यासबाट चन्द्रमाको सतहमा गुरुत्व प्रवेग पत्ता लाग्छ। अब हामीले यहाँ के लगाउनु, चन्द्रमाको गुरुत्व प्रवेग पत्ता लगाउनु पर्ने। गुरुत्व प्रवेग सानो जी को रूपमा सङ्केत गर्नु पर्यो, पत्ता लगाउनु पर्ने। यी सबै मान पत्ता लगाउनको लागि सूत्र गुरुत्व प्रवेग सूत्रमा जानुपर्ने हुन्छ। त्यहाँ पनि गुरुत्वाकर्षण अचल राशि ठुलो जी छ नि, गुरुत्वाकर्षण अचल राशि ठुलो जी जुन छ नि यसको मान चाहियो। के छ मान फेरि अघिल्लो न्युमेरिकलमा हामीले प्रयोग गरेको 6.67 into 10 को पावर -11 न्युटन मिटर स्क्वायर पर केजी स्क्वायर छ यसमा। अब हामी यसमा यी सबै सङ्केत भएको सूत्र यम ठुलो यम भएको, आर ठुलो आर भएको, वस्तु ठुलो आर सानो आर जुनसुकै भए पनि हुन्छ, सानो जी र ठुलो जी सबै सङ्केत भएको सूत्र हामीले गुरुत्व प्रवेगको सूत्र पढेको। गुरुत्व प्रवेग पत्ता लगाउने, गुरुत्व प्रवेग पत्ता लगाउने सूत्र हामीलाई यहाँ चाहिन्छ। के सूत्र छ यसमा GM बाई आर स्क्वायर। यसमा मान राखेर हामीले जी को मान के छ त 6.67 into 10 को पावर -11। हेर्दा यहाँ हुन्छ। हामीले यहाँ एकाइ पनि लेखौँ न एकचोटि। एकाइ कसरी हट्छ त बुझ्न आउँछ नि हामीलाई।
न्यूटन मीटर स्क्वायर पर केजी स्क्वायर इन्टू ठुलो एम कति छ रे त्यो चन्द्रमाको पिण्ड 7.342 इन्टू 10 को पावर 22 केजी। आर को मान कति छ 1.737 इन्टू 10 को पावर 6। आर को यति मिटर छ, मिटर को स्क्वायर गर्ने। अब यसलाई न्युमेरिकल हटाउनको लागि के अरे यो एकाइ हटाउनको लागि त हामीले यसलाई क्याल्कुलेटरमा राख्दा एकैचोटि हुन्छ। हामीले के गर्ने त अलि एक दुई स्टेप लामो तरिकाद्वारा गर्ने। पहिले यहाँ माथिको यो 6.67 खण्ड र 7.342 लाई मल्टिप्लाई गर्ने। कति हुन्छ त मल्टिप्लाई गरेर हामी हेरौँ के छ यसमा दिएको 6.67 इन्टू कति 7.342 हेर त इक्वल टू कति आयो रे 48.97 1 हेर त 1 जति कति छ 197.114 पनि छ 14 सम्मै छ त लिने पावर केही आएन 00 देखिन्छ। अब यहाँ कति छ यहाँ न्यूटन मीटर स्क्वायर केजी लाई पनि गर्छु के छ 10 को पावर पनि लेखौँ न। यहाँ 10 को पावर मा दुईटा 10 छ एउटा 10 मा पावर ल्याउँदा के हुन्छ त हाम्रो एउटा 10 मा पावर ल्याउँदा के हुन जान्छ भने -11 सँग +22 जोडिन्छ। अब यहाँ न्यूटन मीटर स्क्वायर मा लगिनु भनेको केजी स्क्वायर त केजी स्क्वायर भने कहाँ जान्छ त तल आउँछ यो पर केजी स्क्वायर भनेको हुनाले यहाँ मैले केजी लाई तल लेख्यो केजी स्क्वायर। यहाँ माथि हाम्रो के छ भने यो केजी छ अर्को यसलाई लेखौँ अब के छ भने तलमा जाने 1.737 को स्क्वायर माथि भइसक्यो। अब हामी 1.737 किन ब्र्याकेटमा यसलाई स्क्वायर गरेर हटाउनु ब्र्याकेट हटाउनको लागि 1.737 को स्क्वायर गर्नुपर्ने 1.737 को स्क्वायर गर्ने स्क्वायर गरौँ कति आउँछ रे 3.01769 पावर छैन 10 को पावर 6 को स्क्वायर कति हुन जान्छ ब्र्याकेट भित्र 6 × 2 12 हुन जान्छ। मीटर को स्क्वायर गर्दा मीटर स्क्वायर हुन जान्छ। मीटर स्क्वायर यही हटाइदिने भाग लाग्यो एकाइमा एउटा केजी स्क्वायर हैन। यहाँ केजी स्क्वायर मैले केजी मात्रै थियो नि यो पिण्ड त हाम्रो केजी मात्रै छ त यो केजी सँग एउटा केजी भाग लाग्यो। अब हामी जुन छ नि के अब यहाँ तल क्याल्कुलेसन गर्ने क्याल्कुलेसन के छ त अब हामीले यहाँ गर्नुपर्ने। अब यहाँ माथि दुईटा खण्ड छ एउटा 10 को पावर भएको र नभएको तल पनि दुईटा खण्ड छ। माथिको पहिलो खण्डमा तलको पहिलो खण्डले भाग गर्ने त के भनेको मैले अघि माथिको खण्ड के छ हाम्रो 48.9719714 इसमें डिवाइड करने कति डिवाइड करने 3.3.01769 डिवाइड कर कति आउँछ इक्वल टू गर्ने हेर्दा 16 कति आरे 16.230 ल यतिकै लिने। अरु संख्या मैले छोड दिए। अब 10 को पावर में जाने
10 को पावर यहाँ के छ त 10 को पावर 11 बाँकी रहन्छ यहाँ 10 को पावर 12 छ त 10 को पावर 11 बाट यहाँ 12 जुन छ नि घटाइदिने कसरी भयो मैले के गयो माथिको पावर 11 बाँकी रहन्छ तलको पावर 12 छ अनि यहाँ एउटा दुईटै टेनको बिचमा भागको चिन्ह छ भने पावर घटाउनु पर्ने अवस्था हुन्छ माथिको हरबाट के अरे अंशबाट हरको पावर घटाउनु पर्ने 11 बाट 12 घटाउने 10 को पावर -1 आउँछ त यहाँ पनि 16.230 into 10 को पावर कति -1 अब यति यो त सरल रूपमा भएन यसलाई सरल अझ गर्नुपर्ने देखिन्छ अब हामी यसलाई के गर्नु पर्यो क्याल्कुलेटरमा फेरि राख्ने क्याल्कुलेटरमा कसरी राख्ने अब हामीले 16.230 इन्टु 10 को पावर -1 आयो 10 को पावर -1 लाई हामी 10 को पावर को लागि शिफ्ट लग अघि जस्तै मैले भनेको जस्तै लिने पावर -1 छ यो माइनस लिने 1 लिने यति आयो यसले हामीले यसलाई सिम्प्लिफाई गरेको अलग इक्वल टु थिच्ने कति आयो 1.623 ल यही हो अब एकाइको कुरा एकाइ कति बाँकी छ न्यूटन पर केजी मैले के भनेको यहाँ एकाइमा चाहिँ हाम्रो माथिको न्यूटन बाँकी छ तलको पर केजी बाँकी छ न्यूटन पर केजी है त न्यूटन पर केजी न्यूटन र पर केजीलाई यहाँ हाम्रो गुरुत्वाकर्षणको एकाइ चाहियो गुरुत्वाकर्षणको एकाइमा के हुन्छ मिटर पर सेकेन्ड स्क्वायर त न्यूटन पर केजी न्यूटनको एकाइ के त अब हेर त यहाँ मैले एकाइलाई सिम्प्लिफाई गर्न पनि भनेको थियो न्यूटन एकाइ कसको एकाइ भन्छ अरे बलको एकाइ हेर त बलको एकाइ न्यूटन हुन्छ बलको सूत्र के छ F बराबर m इन्टु a अनि m के छ मैले एकैचोटि यो विज्ञानको पहिले चोटमा जान लागेको त्यहाँ यो सूत्र एकाइसँग सम्बन्धित कुराहरू लिन लागेको यहाँ के छ पिण्डको एकाइ केजी र पृथ्वीको एकाइ मिटर पर सेकेन्ड स्क्वायर है त के मैले गरेको यति यहाँ यो मेरो न्यूटन या बलको एकाइ न्यूटन छ न्यूटन भित्र कुन कुन एकाइ देखियो या आधारभूत एकाइहरू देखियो त यहाँ के छ एकाइ हाम्रो न्यूटन भित्र एकाइ छ न्यूटन भित्र एकाइ न्यूटन पर केजी भएको हुनाले न्यूटन भित्र एकाइ छ केजी इन्टु मिटर पर सेकेन्ड स्क्वायर अपन केजी हेर त न्यूटनको ठाउँमा यति लेखेको न्यूटन भनेको यो सबै भनेको के हो रे न्यूटन त न्यूटनको ठाउँमा केजी इन्टु मिटर पर सेकेन्ड स्क्वायर लेख्यो अपन पर केजी यहाँ तल यो केजीमा भाग लाग्यो त मिटर पर सेकेन्ड स्क्वायर बाँकी बस्यो यसरी के भन्छ भने एकाइमा पनि सिम्प्लिफाई हुन्छ सिम्प्लिफिकेसन एकाइको पनि सरल गरेर कसै गुरुत्व प्रवेगको एकाइ मिटर पर सेकेन्ड स्क्वायर आयो भने पनि कुरालाई हामी यसरी बुझ्नुपर्ने हुन्छ त अहिले हामी एक्सरसाइजको 6 मा भएको 6 पछिको जुन 6 थियो नि गुरुत्व प्रवेग निकाल्ने खालको न्युमेरिकल त्यसलाई हामीले हल गरेको यसको मैले के भनेको थियो अघि छोटो तरिका ल छोटोमा गर्नु छ भने त्यो पनि देखाइदिन्छु एकचोटि छोटो कसरी गर्ने यहाँबाटै छोटो तरिका मैले पनि भन्न लागेको छु यहाँ छोटो तरिकाको लागि यहाँ जुन छ नि यो सबै क्याल्कुलेसन सबै मान राख्ने र क्याल्कुलेट एकैचोटि हामी मोबाइलमा के अरे उसमा क्याल्कुलेटरमा जाने एकैलाई छोटो तरिकामा यहाँबाट यहाँ एकैचोटि आउने छोटो तरिकाको लागि के छ त कसरी गर्ने छोटो तरिका हामी जाने यसमा के दिएको छ माथि यसमा 6.67 लाई राख्ने एकचोटि 6.67 इन्टु यहाँ 10 को पावर -11 छ यसको लागि शिफ्ट लग लिने माइनस लिने 11 छ 1 लिने इन्टु छ त्यहाँ इन्टु 7.342 7.342
3 4 2 लियो इन्टु 10 को पावर को लागि फेरि शिफ्ट र लग में जाने कति पावर 22 लियो अनि डिभाइड शेषमा डिभाइड लिने अपन को लागि डिभाइड लिनु पर्यो तल ब्रैकेट में दिएको छ ब्रैकेट को लागि ब्रैकेट यहाँ लिने हामीले के छ त 1.7 दुईटा खण्ड छ पहिलो खण्ड लिने 1.732 लियो इन्टु छ इन्टु लिने 10 को पावर 6 छ 10 को पावर को लागि शिफ्ट र लग में जाने शिफ्ट र लग में जाने कति छ त्यहाँ पावर इसको 6 स्क्वायर में जाने इसको मिस्टेक दिखाया into case of 7.342 into छ into लिने फिर शिफ्ट 10.22 छ शिफ्ट लग में जाने 22 छ 22 लियो अनि अपन छ अपन लिने भाग डिवाइड लिने को लागि ब्रैकेट में जाने ब्रैकेट भित्र छ 1.732 ब्रैकेट लिने 1.732 लियो फेरि इन्टु छ त्यहाँ 10 को पावर 6 छ इसको लागि शिफ्ट र लग में जाने 10 को पावर कति छ रे 6 छ त लियो अनि ब्रैकेट बंद गर्ने ब्रैकेट बंद गर्यो ततिर ब्रैकेट बंद गरेपछि के छ स्क्वायर छ यहाँ स्क्वायर को मोड में जाने हामीले इक्वल टू थिच्ने त एकैचोटि आयो एकैचोटि कति आयो 1.632 यति मात्र धेरैवटा छ पावर छैन यति हामीले मीटर पर सेकेन्ड स्क्वायर हेर त यो स्टेप मान सूत्रमा मान राखेपछि त्यो मानहरु छन् नि तब एकैचोटि क्याल्कुलेटरमा राखेर हामीले आन्सर निकाल्न पनि सक्छौं कुनै नम्बर काट्दैन जाँचमा मतलब बुझ्नको लागि कसरी भयो भनेर स्टेप वाइज जुन स्टेप लम्ब्यायो भने यसै गुणन गरेर सरल गर्दै गयो भने पनि आन्सर उतिकै आउँछ अलि समय बढी लाग्छ यसमा एकाइहरुको पनि कसरी हल भयो भनेर बुझ्न सकिन्छ जुन हामीले पहिलो च्याप्टरमा पढेका थियौं वैज्ञानिक अध्ययनमा जुन एकाइहरुको बारेमा दिएको छ त्यही कुरा यहाँ सरल कसरी हुन्छ भनेर बुझ्नको लागि पनि यहाँ अलि बुझ्न सकिन्छ तर यो तरिकाबाट गयो भने यो तरिकाबाट एकैचोटि क्याल्कुलेटरमा राखेर आन्सर निकाल्यो भने यो एकाइ लेख्नु पर्दैन यहाँ मान राख्दाखेरि एकैचोटि आन्सरमा एकाइ लेख्नु पर्ने हुन्छ एकाइ आन्सरमा लेख्नै पर्छ आन्सरमा एकाइ लेखिएन भने नम्बर काटिन्छ किनभने गुरुत्व प्रयोगको मान निकालेको हुनाले गुरुत्व प्रयोगको एकाइ हामीले यहाँ देखाउनै पर्छ यसरी हामीले